मोबाइल खोल्यो कि चारैतिर अहिले सोशल मिडियामा राजाकै कुरा चलिरहेको छ। युट्युब, फेसबुक, इन्स्टाग्राम, टिकटक चारैतिर चौतर्फी नै राजाको कुरा चलिरहेको छ। कसैले राजालाई विरोध गरेका छन् भने कसैले राजालाई समर्थन गरेका छन्। प्रचण्डज्यूले विरोध गर्नु भएको छ। प्रचण्डज्यूले भनेको कुरा एकैछिन म आफ्नो स्क्रिनमा शेयर गर्नेछु। एकैछिन यो भिडियोलाई हेरौँ है त। राजालाई राजनीति नै गर्न मन लागेको हो भने पार्टी खोल्ने हुन्छ, किनभने नेपाली जनताले उदारतापूर्वक त्यति बेला उनलाई कारवाही गर्नुको सट्टा आरामसँग बस्न दिएको चाहिँ उदारतालाई, जनताको हामीहरूको उदारतालाई राजाले कमजोरी सम्झेर चाहिँ राजनीति गर्न खोजेको हो भने उहाँ पार्टी खोलेर चुनाव लड्न आए हुन्छ, चुनाव जिते हुन्छ। त्यो अधिकार हाम्रो संविधानले दिएको छ। जबरजस्ती गर्न खोजियो भने नेपाली जनतालाई यो सही हुन्न। मैले पहिला पनि भनेको छु, ज्ञानेन्द्रले पहिला पनि केही ठुल्ठुला गल्ती गरेका छन्। मैले त मूर्खता नै गरेको देख्छु ज्ञानेन्द्रले, अहिले धेरै नभनौँ। अब फेरि अर्को मूर्खता गरेर आफ्नो चाहिँ रहेको पनि सबै सखा पार्ने गल्ती नगरून् भन्ने म चाहन्छु। भिडियो हेरिसक्नुभयो। सिधै प्रचण्डजीले के भन्नु भएको छ भने राजा हुने भए आएर चुनाव लडेर जितेर राजा भए भइहाल्यो नि भन्नु भएको छ। र पहिला पनि तपाईले गलत गर्नु भएको थियो, अहिले पनि तपाई होसमा हुनुहुन्न, गलत गर्दै हुनुहुन्छ। तपाईले गरेको कामले जनता र देशले दुःख पाउन सक्छन् भनेर वार्निङ दिनु भएको छ। तपाईलाई के लाग्छ? राजाका समर्थनहरू पनि छन् र राजाका विरोधीहरू पनि छन्। तर म एउटा कुरा लेखेर दिन सक्छु, राजाकै कारणले अहिले सत्तामा बसेका नेताहरू, ठुल्ठुलो कुर्सीमा बसेका नेताहरूको निन्द्रा छैन, भोग छैन। न रातमा निन्द्रा लाग्छ, न दिनमा भोग लाग्छ भने जस्तो छटपटिएका छन्। अहिले राजाकै कारणले यिनीहरूको बेहाल भइसकेको छ। चारैतिर मिडियामा आएर भने पनि राजा हाम्रो देशमा आउँदैन, तपाईहरु चिन्तै नगर्नुस् भनेर भने पनि भित्रभित्र त राजा आइदियो भने त हाम्रो हालत के होला भनेर सोचेर छटपटिरहेका छन्। यो कुरा चाहिँ म तपाईलाई लेखेर दिन सक्छु। र प्रचण्डजीले भन्नुभयो तपाईले यस्तो कदम उठाउन खोजिराख्नु भएको छ, तपाईको कदमले देश र जनतालाई नोक्सान पुर्याउन सक्छ भन्नु भएको छ। तपाईहरु बुढो भइसक्नु भयो, तपाईहरुले अब देश चलाउन सक्नुहुन्न, तपाईको बसमा छैन देश। त्यसैले युवाहरु तातिसकेको छ। अहिले तपाई चारैतिर हेर्नु नारा जुलुस लगाएर राजा आऊ देश बचाऊ, हाम्रो देश हाम्रो राजा भनेर चारैतिर जुलुस लागेको छ। युवाहरु तातिसकेको छ। अब तपाईहरुको समय सकियो। तपाईहरुलाई चान्स नदिएको हैन नेपाली जनताले, तपाईहरुलाई धेरै पटक चान्स दिएको। तपाईहरुले चान्स पाउँदा पाउँदै पनि देश र जनताको लागि केही गर्न सक्नु भएन। त्यसैको नतिजा हो आज राजा आऊ देश बचाऊ भनेर युवाहरु सडकमा उफ्रिरहेको छ नारा र जुलुस लगाएर। तपाईहरुसँग पनि त मोबाइल होला, तपाईहरुले बिहान आफ्नो मोबाइललाई अन गर्दा बित्तिकै फर्स्टमै स्टार्टिङमै राजाको न्यूज आउँछ होला। त्यो न्यूजले तपाईहरुको न भोग छ न निन्द्रा छ। म भोलि बाइ चान्स राजा आइहाले भने हामी कहाँ जाने, हामीले के गरेर खाने, तपाईहरुलाई त छटपटी भइरहेको छ। म त तपाईहरुलाई के भन्न चाहन्छु भने अब तपाईहरुको बसमा छैन। 3 करोड नेपालीलाई तपाईहरुले सम्हाल्न सक्नुहुन्न। 3 करोड नेपालीलाई सम्हाल्नको लागि राजा नै चाहिन्छ देशमा।